हेलो हेलो सम्पूर्ण साथीहरुमा नमस्कार। आज म जिन्दगीको सफर एपिसोड 4 सुनाउन गइरहेको छु। उनी हाल 85-86 सालका भए नाताले मेरो आफ्नै लाग्छन्। उनी सानै हुँदा अर्को जिल्लाबाट अर्को जिल्लामा आफ्नै बुवाको साथमा बसाइ सरेर आए, त्यहीँ हुर्के बढे। उनी घरको जेठो छोरा हुनका कारण उनीमाथि उमेरसँगै जिम्मेवारी पनि थपियो। उनी पढाइ ठाउँमा आफ्नो बुवाको बलियो खम्बा बनेर खडा भए। दुर्गम पहाडी गाउँको बसाइ, ठुलो परिवार, वर्ष दिनभरि खाना नपुग्नु नै उनको र उनको परिवारको लागि ठुलो चुनौती थियो। दिनभरि ढ्यारी मजदुरी गरेर साँझ कोदोको आटा खरिद गरी परिवारको छाक टार्ने गरेको कुरा सुनाउँथे। जसै उमेर बढ्दै गयो, उनको विवाह पनि भयो र छोरा छोरी र श्रीमती सबै भए, तर उनको जीवनमा त्यो खुसी सधैँ टिकेन। श्रीमती, 2 छोरा 1 छोरी समेतको स्वर्गवास भयो र साथमा बितेको याद दिलाउने र जीवितलाई देखेर दुःख बिर्साउने उनको जीवित 1 छोरी दुःख बिर्साउने सहारा बनिन्। उनले जीवनमा धेरै दुःख झेले। तत्पश्चात दोस्रो बिहे गरे र दोस्रो श्रीमतीबाट 4 छोराहरूको जन्म भयो। तर उनीमाथि दैवले फेरि वज्रपात खसाल्यो। उनको श्रीमतीको स्वर्गवास भयो। उनको ती ससाना छोराहरूलाई कहिले पनि मायामा कमी हुन दिएनन्। खाली खुट्टा हिँड्न दिएनन्, निस्तै खाना खान दिएनन्, कपडा हट्न दिएनन्। उनले आमाको माया पनि दिए, बाबुको कर्तव्य र जिम्मेवारी पनि पुरा गरे। उनको जिम्मेवारीमा कहिले पनि हरेस खाएनन्। उनले जीवनमा कहिले पनि हरेस खाएनन्। समाजमा वा घर परिवारसँग कहिले पनि आँसु देखाउन जानेनन् र कहिले आफू कमजोर भएको अनुभूति गराएनन्। जे जति दुःख पीडा थियो मनमा नै राखे। कति रात त मैले नै देखेको छु, छोराहरूलाई सुताएर उनी नसुती रातभरि काम गरेको। उनी सगरमाथा जस्तै अटल र समुद्र जत्तिकै गहिरो भए, असल बुवा र अभिभावक बनेर उनका दुःख यतिकैमा सकिएन। उनले रातको बिस्तारा दिनको अगेनो देखेनन्। दिनको रात भोक प्यास सबै पचाएर ससाना छोराहरूलाई हुर्काए, पढाए, बढाए, तर उनको जिन्दगीको सफर अझै सकिएन, झन् थपिँदै गयो। धन्यवाद।